फ्यापोले साथी हो। आजको यात्रा भन्नुपर्दा चाहिँ टकबर 4th डिभिजन 4 नम्बर। यस्तो राम्रो सिनेरी छ र म चाहिँ यहाँ आएको कारण चाहिँ मेरो टुरिस्ट यहाँबाट लिएर जानुपर्छ र हिजो यहाँ लिएर छोडिराखेको। किनभने अब अहिले सोसियल मिडियाले गर्दाखेरि सबै त अनलाइन हुन्छ, त्यसले गर्दाखेरि अब बजारको भिडभाड त्यस्तो कचेरो कुचरो देखेर अब बिस्तारै बिस्तारै मान्छे टाउनमा बस्नु छोड्छ पनि बाहिरबाट आउने टुरिस्टहरू, किनभने उनीहरूलाई यस्तो राम्रो हरियाली ग्रिनेरी देख्नु पाउँछ है। होमस्टेतिर जाँदा आउनु थालेको छ है। अब हाम्रो गाउँ बस्तीको मान्छेहरूले पनि अलिकति प्रमोट गर्नुहोस् अझै यसलाई, टुरिज्मलाई। किनभने अब जति पनि टुरिस्टहरू आउनुहुन्छ भिडभाडदेखि भागेर त्यो कुच्रेको टाउनमा कहाँ बस्छ। अब न त्यो टाउनमा व्यवस्था छ न केही छ, जाम हुन्छ त्यस्तै। त्यसले गर्दा यस्तो कमान बस्तीतिर ज्यादा रुचाउँछ अब। र तपाईँले एकदम मजाले प्रमोट गर्नुहोस्। तपाईँहरूको एउटा यो पनि एकदम राम्रो साधन हो है। ल र यो बाटो चाहिँ अलिकति यस्तो कन्डिसनमा रहेछ, त्यो पनि धेरै होइन, अलिकति हाफ किलोमिटर जस्तो। र यो पनि अब तपाईँहरूले अबको नयाँ सरकार आएको छ हाम्रो राज्यमा र अब यो 100 डेजको कामहरू पनि खोलिन्छ होला, जस्तै मनरेगा भन्छ, यो कामहरू खोलिन्छ होला। तपाईँहरूले यो गाउँवासीले त्यो 100 डेजको मार्फत, मनरेगाको मार्फत पनि यो बाटो बनाउन सक्नुहुन्छ। मोदी हे त मुमकिन हे। तपाईँहरूले प्रयास गर्नुहोस्। कङ्क्रिटको भने पनि बाटो दामी बनिन्छ। ल है साथीभाइ, यस्तै छ, कोसिस गर्नुहोस्। कोसिस गरे सबै कुरा हुन्छ। ल है, र तपाईँको टुरिज्म पनि राम्रो हुन्छ एकदमै। ल साथीभाइ, फाइनली यही हो होमस्टे चाहिँ। कति राम्रो जग्गामा रहेछ हेर्नु नि, एकदम ग्रिनेरी, सुनसान, चराचुरुङ्गी मात्रै कराउँदैछ। यस्तोमा त आउनु मन गर्छ टुरिस्टहरू त। ल है साथीभाइ, भिडियो पुरा हेरिदिनु होला।